जस्तै त्यो सामान भन्नु नि त अघि त्यत्रो कुरा गरेर म 3:30 बजे ल्याइदिन्छु भने त तपाईँलाई छिटो गएको छिटो आइहाल्नु पर्ने सामान के अरे लुगा लगाइदिनु थाल्यो कि क्या अब भित्र गएर पक्कै त्यो लुगा हेरेरै आउँछ ओडाभित्र भयो लगाउँछ नि अब मैले सोधेँ हजुरको ठ्याक्कै सिधो पोइन्ट होस्टेल अगाडि नै हो भने होइन अब हो होइन भन्दैन यहाँ हो त्यहाँ हो अलि अगाडि हो अलि यता हो भन्दैन सिधै म आएँ होइन अहिले म त्यहाँ पुगेर बस्छु अनि अलि यता अलि यता आउनु न अलि उता आउनु न भन्छ बाइकलाई हाल्नु भयो त्यही त म पनि अरू हो कि भनेर डराइ बिस्तारै हानेको फेरि अरूले भ्याँ चाहिँ दिइहाल्यो भने त तनाव हुन्छ चिया खाने चाहिँ बाजे बजीकोमा चिया खाने त्यो टाइम छ भने चाहिँ म त घरै जाने हो अनि मामा तलबाट लिएर जाने हो यो सामान हो कति हो कहाँ हो कसको हो अनि फेरि पेमेन्ट गर्ने बेला यो गऱ्यो त्यो गऱ्यो चल्यो म भुक्रेसे गएर चिया खाइसक्यो होला ओ बाजे गुड मर्निङ चिया पाएको ल ल्याउनु न त ल ल्याइहाल्नु बाजेलाई हेलो हजुर म यता छु यो चोकमै छु तपाईँ कहाँ हुनुहुन्छ A few moments later. हुन त भयो भने यहाँ घुमायो कति घुमायो होला यार यस्तो हुन्छ क्या जब लोकेसनमा आइपुग्यो अनि फोन लाग्दैन यार झन्डै लडायो यार यसले हजुर कता हुनुहुन्छ अहिले म समता हस्पिटल अगाडि आइपुगेको छु कि सामान दिन आउनु ल जस्तै त्यो सामान भन्नु नि त अघि त्यत्रो कुरा गरेर म 3:30 बजे ल्याइदिन्छु भने त तपाईँलाई समता पुग्नु सामान तपाईँ यहाँ प्याकिङ हुन्छ समता हस्पिटलको गेटमा छु छैन त्यो पुग्नु यो तपाईँ समता हस्पिटल हो मेरो पछाडि हो कि अगाडि हो तपाईँ मेरो अगाडि हो कि पछाडि हो ए ल ल ल कस्तो बेला फोन गर्यो यसले फेरि यार ए मङ्गलसूत्र भनेको थिएँ नि कलाकारकीले पठाएको रहेछ ए कलाकारकीमा बाहिर कहाँबाट भने इटरीबाट डेलिभरी चार्ज उतै दिनुभयो कि पर्दैन सबै पे गरेर पठाउनु भएको अब यहाँबाट कहाँ जाने त कुमारी गाल छ यो नम्बरमा गर्नुहोस् भन्छ खोइ नम्बर त्यसो गर्नु तपाईँ यहाँबाट पुगे जाउँ त्यो बोइज होस्टेल पुगेर होइन त्यहाँबाट मेरो बात पनि सकाएर हो तलको छ त तलको छैन होइन माथि
कुमारी गाल पनि विशाल साइजको छैन। अनि बङ्गलामुखी मन्दिर साइड पनि छैन होला सायद। त्यो एउटा श्रम स्कुलको पो छ त यार तनाव हो त श्रम स्कुल छ जानै पऱ्यो मास्तिर। हजुरको यो श्रम स्कुलमा भन्नुभयो है सामान? हजुर हजुर कता यता कुमारीगाला आउनेतिर कि टिसल जानेतिर? हजुर अब त्यो श्रमको त्यो बिग मार्ट छ नि, बिग मार्टबाट चाहिँ यता कुमारीगालतिर आउनु पर्यो होइन? के लिक्विड सप छ भन्नुभयो? फेरि मान्छे पठाउँछु भन्छ त के लिक्विड सप भन्छ, लिक्विड सप नै छैन खै। लिक्विड सप नै छैन, के लिक्विड सप हो खै? ह्याप्पीरिका छैन रहेछ, मास्तिरै हो क्या? त्यो त होटेल हो। कस्तो घाँबाट मान्छेहरू हुन्छ यार। बन्द रहेछ नि त यार लिक्विड सप। ए होला सबु लिक्विड सप बन्द रहेछ नि, ए होला यहाँ आउँछ होला। यो सबु लिक्विड सप हो? यो मैजु मिलन गल्ली भएको ठाउँमा? यही होइन त लोकेसन? ए त्यहाँ निस्किँदो रहेछ हो। 1520 श्रम स्कुल 1520 कसले त म तपाईँलाई क्युआर पठाइदिएको क्युआर त्यसमा थियो। यो मेरो वाइफको मोबाइल लिएर आएँ। पनि बन्द गर्नु भएको छ। तपाईँ बस्नु त म मेरो मोबाइल लिएर आउँछु ल। मेरो वाइफको यस्तै हो यार मान्छेहरू। आफ्नो मोबाइल त आफ्नो गोजीमा हुनुपर्ने, भुल्याउने काम के, खालि भुल्याउने काम। यस्तो भयो उस्तो हो भन्छ, यो भयो त्यो भयो भन्छ। मेरो मोबाइल होइन अर्को मोबाइल हो भन्छ। बुवाले फेरि पसल बन्द गर्नुभएछ भन्छ। पसल त बन्द रहेछ, बन्दै रहेछ। बन्दै भएर मैले अघि नदेखेर पनि उहाँ पुगेर आएको थिएँ। अलिकति मार्केटमा प्रब्लम भनेको यो कमजोरी भनेको यही हो क्या। एउटाले मगाउँछ, यो अर्कोले फोन उठाउँछ, अर्को लिन आउँछ, कसो तिर्नु फेरि अर्को हुन्छ। एउटा सामान डेलिभरी गर्न 4-5वटा नम्बरमा फोन गर्नुपर्छ। अब छोरो छिटो बाउ आयो के भन्ने हो बाउले भनेर के भन्ने, यो त अर्कैतिर अर्कै मान्छे हो। टोपो कतिखेर आउने हो, मोबाइल दिन जानु नि यत्रो टाइम लाग्छ। फेरि
भित्र गएको शीघ्र आइहाल्नु पर्ने सामान के अरे लुगा लगाइदिनु थाल्यो कि क्या अब भित्र गएर पक्कै त्यो लुगा हेरेरै आउँछ कोठाभित्र भएपछि लगाउँछ नि खै नत्र मोबाइलै लिन गएको मान्छेले यत्रो टाइम लाग्छ त सर्लको जाने मोबाइल कहाँ हो तपाईँको टिपेर आइहाल्नु पर्ने हो लुगा लाउनु थाल्यो अहिले स्योर थाहा भइसक्यो मलाई लुगा लाउनु थालिसक्यो भन्ने कुरा अनि अहिले भएन भन्ने आउँछ भएन त्यो नभन्ने हो यसो हेर्दा थाहा पाइसक्यो मैले कति 1520 भन्नुभयो है हजुर रामकृष्ण होइन हजुर भयो हस् त थ्याङ्क यू ब्रदर ल हस् हजुरको ठ्याक्कै पिके बोइज होस्टेल अगाडि नै हो ए हुन्छ निस्किनु ल अब मैले सोधेँ हजुरको ठ्याक्कै पिके बोइज होस्टेल अगाडि नै हो भने होइन अब हो होइन भन्दैन यहाँ हो त्यहाँ हो अलि अगाडि हो अलि यता हो भन्दैन सिधै म आयो होइन अहिले म त्यहाँ पुगेर बस्छु अनि अलि यता रह अलि यता आउनु न अलि उता आउनु न भन्छ फेरि आफू आउने पनि होइन क्या पिके बोइज होस्टेल त्यो होइन प्रायः मान्छेहरू यता त्यहाँ खासै पर्छ अहिले यता यो पसल साइडबाट निस्केर अलिक पछाडि आउनु नि तपाईँ एक घर अगाडि जानु भएछ भन्यो भने टेन्सन हुन्छ अब बेसी होस् यहाँबाट कि होइन होला सायद हुनु त्यो पर्छ 80 रुपियाँ कार आयो फेरि बेकार आयो अँट्छ त होला नि यति अँट्छ यति पनि छिराएन भने त यसको फेरि लाइसेन्स रद्द गरिदिनु पर्छ पछाडि त रहेछ यही होला भनेको यही होइन रहेछ हेर कतिखेर आउँछ अहिले यसले हट भन्छ फेरि कुन बेला यो अम्बिया हाउसिङ होइन है क्या यस्तो आउँदैन त यार हो यो चाहिँ होला एक्काइस सय 10 का गएन र नेट स्लो हो कि डाटा हो कि भित्रको डाटा हो भित्रको त चल्दैन
यहाँसम्म आएपछि त्यहाँ पुगेरै जाउँ न होइन भरे कतिखेर सरस्वती नगर गोरस्थानहरू सकेर आउँछ सरस्वती नगर खासै छैन त्यो एउटा हो भए पनि मेस्सी मेरो भुजेश दादा कता बस्नु भएको भुजेश दादाको सामान थियो खोइ त भुजेश दादा पछाडि भन्थ्यो कहाँ हो त्यो कुटन्डीको हो बस पछाडि यो को हो यो रहेछ भुजेश नै हो नि बाइकलाई हाल्नु भयो त्यही त म पनि अरू हो कि भनेर डराइ बिस्तारै हानेको फेरि अरूले भ्याँ दिइहाल्यो भने त तनाव हुन्छ किन झन् छिटो निस्किनु थाल्यो त अफिसबाट 4 त भर्खर बज्यो नि 4 त अझै बजेकै छैन अझै 6 मिनट बाँकी छ अन्त हो 1500 किन लुगाएर देखेँ भाइ मेरो नामै बिगारिसक्यो मनै पर्दैन सधैँ त्यही आउँछ त म्यासेज आएको थियो हिजो तँलाई कस्तो म्यासेज आएको थियो तेरो म्यासेज आएको कस्तो म्यासेज आएको थियो त्यस्तो हो यसले रिसिभ गर्यो भने तेरो नम्बर रहेछ भने ट्र्याक गरेको तेरो नम्बर ए कति धेरै भइसक्यो म्यासेज त राम्रो त्यत्रो सामान मगाइछ कि कता जाने त म यहीँ हस्पिटल र माथितिर माङ्गाल चोक एउटा दिनु छ अनि फेरि यतैबाट जान्छु चिया खाने चाहिँ बाजे बोजूकोमा चिया खाने तेरो टाइम छ भने चाहिँ म त घरै जाने हो अनि मामा तलबाट लिएर जाने हो अनि मामाले वेट गर्छ त त्यो बाजुको भन्नु त्यो बाजुको भन्नु गर्नु भन्दै गर्न त जान त अनि म भइहाल्छ अनि मेरो स्टुपो हस्पिटलको छ क्या फोन उठाउँदै उठाउँदैन फोन गरिरहेको फोन हेलो हजुर स्टुपा हस्पिटल अगाडि नै म ठ्याक्कै आइपुगेँ कता हुनुहुन्छ तपाईँ ए हुन्छ निस्किनु ल ल है गएर भन्नु 2-3 घर माथि भन्नाले त्यो कहाँनिर त्यो ग्रान्ड स्कुलतिर ए ओक्सप हुन्छ यहीँ अगाडि नै छ 2-3 घर भन्दा पनि ओक्सप त यहीँ छ निस्किनु त हेर्नु त बाहिर के हो यो त हिजोको एक्सचेन्ज है क्या हिजो एक्सचेन्ज छैन आजको चाहिँ होइन यो त होइन यान्जी शेर्पा होइन हजुरको अनि यही त हो यान्जी शेर्पा यही हो यान्जी शेर्पा तपाईँको नम्बर हो त मैले यो त मुमेन्ट फिड्सबाट 1050 को यो सामने हो आएको त यो तपाईँले चाहिँ अर्कै आयो भनेर सोच्नुभयो कि मेरो एक्सचेन्ज छ क्या आज त्यही भएर यो केटीहरूकै हो क्या हो यो त मगाएको जस्तो लागेको थिएन कहाँबाट आइपुग्यो होला एकछिन खोल्नु त ब्याग हो क्या ब्याग हो त्यो मगाउनु भएको छैन र नाम र नम्बर त मेरो त बहिनीहरूले मगाएको होला क्या उनीहरूको एकछिन म हालेर आउँछु ल एक्सचेन्ज पनि आएको छ हेर्नु एक्सचेन्ज त छैन मैले ल्याएको चाहिँ यही हो हिजो मैले
भ्यायो अर्कै हुन्छ के हो यो कुरो मलाई पियादिनु न तपाईँको एकछिन आउँदैछ Mucho plurano, mira, तपाईँकै ब्लर भइरहेको छ क्या यो यसमा मोबाइलमा यो ब्याङ्कै चल्दैन कि हुँदैछ नि म इसाबाट हालिदिन्छु छैन भएन इसाबाट हालिदिन्छु इसा आउँदैछ Thank you. दुनियाँमा सबैभन्दा घरको लाग्ने काम भनेको चाहिँ यही नै होला है यो सामान हो कति हो कहाँ हो कसको हो अनि फेरि पेमेन्ट गर्ने बेला यो गऱ्यो त्यो गऱ्यो चल्यो म भुपेसे गरमा चिया खाइसक्यो होला साह्रै भइसक्यो पानी पर्न लागिसक्यो अब यहाँबाट त्यहाँ फर्किँदाखेरि यसलाई गरौँ अनि त्यसलाई गरौँ अनि फेरि त्यसलाई गरौँ अनि फेरि त्यसलाई गरौँ अनि फेरि त्यसलाई गरौँ त्यसलाई गर्दाखेरि शान्ति गएर कतासम्म 4:30 हुन्छ होला सायद आइपुग्छ होइन त्यस पछाडि टाइमिङ म्यानेजमेन्ट भएन क्या यो टाइमिङ चाहिँ टाइमिङ म्यानेजमेन्टमा प्रब्लम फेरि यहाँ के हो यो के को गाडी आउँछ यार यसरी यार अब त एकछिन यहाँ आएको यहाँ ये आउँछ फेरि यार ओ बाजे गुड मर्निङ बाबु के छ हाल चिया पाएको चिया पाकिसक्यो बाबु ल ल्याउनु न त ल ल्याइहाल्नु बाजेलाई